हेलो गाइस वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी यसो बाख्रा चराउँदै आएको दिदी र म होइन। अब यता चाहिँ हुनुहुन्छ हाम्रो दिदी दिदी रकी। यता यता छ हाम्रो बाख्राहरू, यता चाहिँ म। यहाँ हेर्न सक्नुहुन्छ गाइस पिपलको बोट छ गाइस। त्यहाँ हाम्रो हेर्न सक्नुहुन्छ एउटा बाख्रा त्यहाँ पनि छौ होइन। हेलो गाइस, आज चाहिँ हामी केही स्पेसल गरौँ भन्नु नमिल्ने होइन। यसो अब यहाँ ट्याक्क लाएर फोटो खिचेर सुट हानेर घर गइन्छ बाख्रा लिएर। अब यसै पनि आउनु आँटो पढ्नुपर्छ धेरै, म नखेलाउँ भन्छु। दिदीले मान्दैनन्, अब भिडियो बनाइदिनु भन्छन्। बाख्रा हेर्न सक्नुहुन्छ गाइस होइन। यो चाहिँ बाख्रा भयो अनि यहाँ पनि बाख्रै छ हेर्नु गाइसहरू होइन। यहाँ दिदी यी फोटो खिच्नु हुँदैछ हाम्रा दिदी। त्यहाँ रक्की उता किताब छ है हाम्रो हाम्रो गाइस किताब उता छ। रक्की जाँदैछ है गाइस। अब चाहिँ हामी उता हेर्न सक्नुहुन्छ गाइस लाली गुराँस, नेपालको मोस्ट वान्टेड फुल भन्न नमिल्ने राष्ट्रिय फुल है गाइसहरू। कस्तो धमिरो आउँदो रहेछ हौ गाइस होइन गाइस। अनि अरू के छ हाल खबर तपाईँहरूको? मेरो त सन्चै छ, तपाईँहरूको ठिकै छ होला नि त होइन। अब हामी चाहिँ यहाँ गोठालामा टक्काएर फोटो खिचिन्छ। बर पिपलको रुख पनि देख्न सक्नुहुन्छ है गाइस। म बसेको चाहिँ बर पिपलको रुखमा छु है मुनि। त्यहाँ पर पर्ने फुलहरू छ है गाइस। रात क्यामेराले अलिक साध्दैन, आइफोन छैन हामीसँग, आइफोन छैन गाइस। हामी सर्ट भिडियो मात्र ल्याउने गर्छौँ। यता हाम्रो दिदी फोटोसुट गर्नु हुँदैछ गाइसहरू होइन। भिडियो चाहिँ हुन्छ हाम्रो त्यस्तै 1-2 सेकेन्डको मात्रै होइन, 1-2 सेकेन्डको मात्रै हुन्छ गाइसहरू भिडियो चाहिँ। अब भिडियोलाई अब तपाईँहरूले सब्सक्राइब गरेर अलिक माथिले त पुऱ्याउनु भयो भने चाहिँ हामी पनि अब सिल्भर प्ले बटन पाइसकेपछि गाइसहरू होइन। हामी टक्क अलिक 10-15 मिनटको यसो हिँडेको ओरेको बाटोघाटो सबै देखाउँछौँ है हाम्रो गाइस। ल गाइस आजको लागि चाहिँ यति नै भन्ने चाहिँ गाइस।